अब चाहिँ हामी यो आइसल्यान्ड ब्रिगे भन्छ कि कहाँ भन्छ यो आइसल्यान्ड ब्रिगे ब्रिगेको यो कुन युनिभर्सिटी आइटी युनिभर्सिटी अफ कोपनहेगनबाट हामी यहाँनिर यहाँ चाहिँ यस्तो राम्रो छ अब हामी यहाँबाट अलिकति अगाडि जान्छौँ यहाँनिर कसको बर्थडे मनाउँदै रहेछ यहाँनिर कसको बर्थडेहरू मनाउँदैछन् हैन यस्तो रमाइलो सिन छ यो पनि पुरै बिल्डिङ उनीहरूकै हो यो बिल्डिङ यो सबै बिल्डिङ वहाँ परसम्म छ अनि त्यो राउन्ड यो टावर चाहिँ यो स्टुडेन्ट हाउस हो गोलो खालको डिजाइनमा बनेको छ यो चाहिँ को के हो तिम्रो नाम हजुरको शुभ नाम भनिदिनुस् त मेरो शुभ नाम बुन्टु खड्का बुन्टु खड्का अनि हजुरको हबी के छ मेरो हबी खाने अनि खाने सुत्ने त्यति मात्रै ल ठिक छ अहिले के खान निस्किनु भयो कि सुत्न निस्किनु भयो कि अनि म खाएर सुतेर फेरि आइसक्रिम खान निस्केको भनेपछि अब हजुर यहाँबाट आइसक्रिम खान जानुहुन्छ हजुर ल यस्तो समरमा ढक्क लाएर आइसक्रिम खान त मजा आउँछ त नि हैन त ल अहिले डेनमार्कको वान अफ द बेस्ट आइसक्रिम सपमा जाँदैछौँ ल है त ल आइसक्रिम सप आउन लागेको छ अब एकैछिनमा हामी आइपुग्छौँ अब हामी यहाँ घुम्दा घुम्दै पार्कतिर आइपुगेका छौँ त्यहाँनिर मान्छेहरू के खेल्दैछन् डेनिस गेम हैन त्यहाँ एकजना के गर्दैछन् एक्सर्साइज गर्दैछ त्यहाँ धेरै हल्यो क्यामेरा यहाँ पनि गेमहरू खेलिरहेको छन् बल हानेर यहाँको चाहिँ आनन्दको पार्क है पार्क त आनन्दवाला पार्क क्या है बास्केटबल कोर्ट पनि रहेछ नि त हजुर छ नि हावा छैन हावा भर्नुपर्छ के हावा भरेर आउने हो त खेल्नलाई कहाँ भर्छ हावा चाहिँ फेरि राम्रो कोर्ट रहेछ नि त बास्केटबलको है राम्रो कोर्ट रहेछ क्या बास्केटबल कोर्ट फुटबल यो लामो फुटबल भयो त्यो चाहिँ सानो सानो बास्केटबल खेल्नेवाला क्या हैन पार्क यहाँनिर पानी भयो उयो चाहिँ खाने पानी भयो हैन ल पानी खाएर पनि देखाइदेऊ बटन कस्तो खालको बटन हो त्यहाँ हातले थिच्ने हो कि के हो उतापट्टि पो आयो नि त अब म यहाँ भिडियो खिचिरहेको छु नि त हजुर हो ल त्यहाँ चढ मिठो छ चिसो हामी एकदम बारबेक्यू बनाउनुपर्छ है ल राम्रो ठाउँ रहेछ बारबेक्यू गर्ने है
टाढा पनि रहेछ नि त हामी त कहाँ यहीँ टिआर ब्रायनमै त छन् नि त्यही त सिङ झोला बोकेर होइन तर हजुरलाई याद गर्छ चाहिँ यो समय म यसो बार्बिक्यू गर्नु राखेन कहाँ छैन याद गरिरहेको छु मैले अब हामी उत्यो खेल्न जान्छौँ हामी त्यहाँ जान्छौँ उत्यो खेल्न जान्छौँ अब हामी बिनु र विशाललाई पनि बोलाउनु पर्छ ल है त यो चाहिँ डिआर ब्रायनको पार्क होइन त यही डिआर ब्रायन कलेज भयो मेट्रो स्टेसन अलि अगाडिपट्टि छ त्यहाँ अब हामी यताबाट त्यो पुल चढेर उता जान्छौँ ल पुल होइन यो पुल चढेर यहाँ उता तान्छौ है त बुट किन उता के अरे क्रुज जाने भनेको होइन त क्रुज जाने भनेको होइन त ल हजुर भित्र छिर पहिला खोल न हो ल भित्र छिर खै त छिर न अनि क्रुजमा कसरी जाने त नि यो त सानो क्रुज हो ल ठुलो क्रुजमा त्यो अहिले नतार्न पहिला पख ल छिर चढ न छिटो ल चढ हप अन बोर्ड भनिरहेछ त नि हो ल लगाऊ ल तान अब तान न अनि कुद्छ तान भने कुद्छ अनि क्रुजमा कसरी जाने त नि कसले कुदाउँछ अनि कसले कुदाउँछ त नि क्रुज अनि कसले कुदाउँछ त नि त्यही त म पनि आउनु म चाहिँ यताबाट आउँ क्या यता ब्यालेन्स मिल्छ नि त यताबाट आउनु ठाउँ छ नि त केही हुँदैन तर यो ब्यालेन्स मिलाउनु पर्यो कताबाट खिच्नु यताबाट ल ल ओके वा Oh yes, yes, we can do it. Oh, ल यही हो है मेरो क्याप्टेन भनिसके छ ओ कति चाँडो आयो हाम्रो डेस्टिनेसन ल धन्यवाद क्याप्टेन थ्याङ्क यू ओर्ली मजा आउँदो रहेछ त अहिले जाँदा पनि त्यतैबाट जानुपर्छ है कस्तो लाग्यो बोटिङ एकदम रमाइलो लाग्यो रमाइलो छैन त बोटिङ ल आऊ यहाँनिर फेरि अझै राम्रो बोटहरू पनि छ होइन चलाउनै मिल्ने बोटहरू पनि छ यो चाहिँ तर उवाला होला समरमा मात्र निकाल्ने पेडवाला होइन यो चाहिँ एभ्री टाइम भयो अब हामी फेरि यता पार्कै सबै पार्क बिल्डिङ्स
फेरि हामी यहाँ यो राउन्डको निर नजिकैको पार्कमा आएको छौँ। ल यता बस्ने कि उ त्यहाँ बस्छौ? यहाँ कि उ त्यहाँ? ऊ यहाँ रहेछ। ल त्यहाँ कि यहाँ घाँस नि रे। ल बस्छ। ओहो ल सुत्त न त सुत्त। अनि पो मजा आउँछ त नि यसो सुतेर यसो ढल्किँदाखेरि। ओहो ल हल्लाइदिउँ। ल वाह ओहो यस्तो मान्छे क्रुज जाने रे। अलिकति हल्ल्या छैन। यता हेर न यता हेर। कता हेरे कता हेरे? सही ठाउँ यार है। सही ठाउँ बनाएको छ क्या यो डिआर ब्रायनको पार्कनिर त। यहीँ डिआर ब्रायन छ। यो स्टुडेन्ट हाउसिङ, यतै अपार्टमेन्ट, यतै आइटी युनिभर्सिटी, मेट्रो। ल अब चाहिँ हामी आइसक्रिम खान जान्छौँ। यिनीहरू पनि आइसक्रिम खाँदै आइरहेछन्। चेरी है रातो यो टिपेर खाँदैनन् नि अरू मान्छेहरूले। कति धेरै कसको टन्नै छ ल टन्नै रुखभरि छ यो त। खै रातो देखाउ त। चेरी रेड कलर भन्छ नि यही हो त। ल होइन होइन एलर्जी छ। नै नै नटिप आऊ आऊ नटिप नखाने भएपछि नटिप्ने। ल आऊ नखाने भएपछि किन टिपेर त्यो एलर्जी भइरहेको। यसमा के गर्ने? ए पार्सलहरू हालिदिने होला रिटर्न पार्सलहरू यसमा होइन त। अब हामी चाहिँ त्यहाँ आइसक्रिम खान जान्छौँ। के कहाँ छ घोडा? ए त्यहाँ रहेछ घोडा। ठाउँ त धेरै आनन्दको है होइन त। ठाउँ त लास्ट आनन्दको या। यहीँ बस्यो खायो है। अब चाहिँ हामी आइसक्रिम खान जाँदैछौँ। यहाँनिर सुरुमा आइसक्रिम खाएका सबजना यहाँ आइसक्रिम खाँदैछन्। यो चाहिँ इस्ल्यान्ड ब्रिगी कि के हो यो? इस्ल्यान्ड ब्रिगी कि आमाघरको वान अफ फेमस आइसक्रिम पार्लर सप हो होइन। अब हामी यहाँ जान्छौँ। अनि यहाँ गएर हामी लाइन बस्नुपर्छ। पहिला लाइन बस्नु पर्यो। आइसक्रिम खान अर्डर गर्न जाँदैछौँ। कुन कुन गर्छौ? चकलेट क्यारामेल। ल ल ल केमा? मलाई यो एउटा ट्रिपल एप्पल है त्यो होइन कि एउटा चकलेट होइन? ल एउटा दुबई चकलेट
One दुबई with this triple hazelnut. Yes. एउटा दुबई चकलेट ल, एकैछिन। दुबई चकलेट Sorry, can I try this one, please? दुबई चकलेट And one with Dubai chocolate. White chocolate. Yes. यस खै 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 आइसक्रिम देखो आइसक्रिम देखो आइसक्रिम कति स्कुपको हो यो Four scoop. कत्रो ठुलो बट्टा अस्ति पनि यसरी लिनुपर्ने है हामी मिसो गरौँ न हामी कति खर्च गर्छौँ नि यसमा हो नि इट्स बेटर टु टेक 4 scoop 5 scoop क्या 5 One स्कुप scoop, two scoop. 5 स्कुपको 90 पर्यो 4 स्कुपको 77 पर्यो अस्ति अब अस्ति हामीले त 200 कति त इजिली उठाएको थियो 200 हो र हामीले त्यो बेला अँ हजुरले 2 scoop कान्छीले 2 scoop मैले र बिनुले 2 स्कुप अरू सबै अरू सबैले 1 स्कुप लिँदाखेरि लगभग 200 समथिङ त उठाएको थियो नि ल मिठो छ मिठो Oh my gosh. ओ सबैजनाले आइसक्रिम खाँदैछन् सबैजनाले ओहो यो चाहिँ मलाई त्यति मिठो लागेन कुन चाहिँ पिस्तासियो अलिक गुलियो लाग्यो कता बसेर खाने कता ल ल ल बिनु विशाल मैले तिमीलाई कति कल गरेको थिएँ तिमीहरूले कल उठाएनौ यो मिस इट मिठो विशाललाई पठाइदिन्छ त हो हो 4 स्कुप छ होइन यस 4 scoop ल ल अब चाहिँ हामी यहाँ बसेर आइसक्रिम खान्छौँ ल खाऊ मेरो यहाँ ल अब चाहिँ हामी आइसक्रिम खान्छौँ सक्यो हाम्रो आइसक्रिमको कुरा मिठो छ कुन फ्लेभर हो यो भेनिला यो चाहिँ अलिक गुलियो लाग्यो मलाई प्योर मिल्क फ्लेभर आइरहेछ ब्रो अलि स्ट्रङ भयो लाइक यो पिस्तासियो हो कि के हो यो अलि धेरै स्ट्रङ क्या त्यो मिल्क चाहिँ कस्तो माइल्डवाला यो चाहिँ टक्कै मिल्क क्या यो बन्द गर्छ न अनि खाइस न भेरी मिठो